रेडियो कार्यक्रम मेरो कलम मेरो सृजना। तपाईको कलम तपाईकै सृजना कार्यक्रम मेरो कलम मेरो सृजना हरेक बुधबार बेलुकी यही समयमा तपाईको चिठी पत्र र फेसबुक कमेन्टको साथमा कार्यक्रम मेरो कलम मेरो सृजना। तिमलाई सम्झी आज पनि रुँदैछु है रातमा, घन्टै पछि धेरै कमजोर हुँदैछु है रातमा। तिमलाई सम्झी आज पनि रुँदैछु है रातमा, घन्टै पछि धेरै कमजोर हुँदैछु है रातमा। जति टाढा ठाने पनि मनले नजिक मान्दो रहेछ, जति टाढा ठाने पनि मनले नजिक मान्दो रहेछ। सिरानी मुनिको तिम्रो तस्बिर छुँदैछु है रातमा, तिमलाई सम्झी आज पनि रुँदैछु है रातमा। के चिसो के तातो थाहा छैन मलाई, के चिसो के तातो थाहा छैन मलाई। अस्ताएको जुनसँगै बिस्तारा धुँदैछु है रातमा, घन्टै पछि धेरै कमजोर हुँदैछु है रातमा। नमस्कार सेवारो कार्यक्रम मेरो कलम मेरो सृजनामा म विनोद तेयुङको तपाईलाई साहित्यिक अभिवादन। प्रत्येक हप्ताको बुधबार बेलुकी 8:15बाट प्रसारण हुने कार्यक्रममा आज पनि तपाईलाई साथ दिन भनेर उपस्थित भइसकेको छु। तपाईलाई यो कार्यक्रमको बारेमा थोरै जानकारी गराउनु पर्दा यो कार्यक्रम हरेक बुधबार यसै समयमा आउने साप्ताहिक कार्यक्रम हो, यानि कि प्रत्येक हप्ताको बुधबार बेलुकी 8:15 देखि 8:45 सम्म करिब आधा घण्टा प्रसारण हुने कार्यक्रम हो। कार्यक्रममा तपाईले नै लेखेर वा फेसबुकमा पोस्ट गर्नुभएका तपाईका सृजनाहरू समावेश गर्दै आइरहेका छौं। कार्यक्रमका लागि चिठी पठाउने ठेगाना म कार्यक्रमको अन्त्यमा दिने नै छु। 2072 सालको नेपालीहरूको महान चाड बडा दशैं तपाई हाम्रो घर आँगनमा आइसकेको छ। तपाईले आउँदै गरेको दशैंलाई कसरी स्वागत गर्दै हुनुहुन्छ? घर आँगनमा आइसकेको चाडलाई हर्षोल्लासका साथ मनाउनु होला। आफ्नो क्षमता अनुसारको खर्च गर्नुहोला। सबैले गच्छे अनुसारको खर्च गरौं, अरूको देखासेखी गरेर खर्च गर्ने प्रवृत्तिलाई अन्त्य गरौं भन्दै तपाईलाई आउँदै गरेको दशैंको अग्रिम शुभकामना छ। अब भने म कार्यक्रमलाई सुरुवात गर्ने अनुमति माग्छु। तपाई भने कार्यक्रमको अन्त्यसम्म सुनेर साथ दिनुहोला। आजको कार्यक्रमको लागि मैले चिठी पत्र, पुस्तक र अनलाइनबाट प्राप्त भएका सृजनाहरूलाई समावेश गर्न लागेको छु। अब भने कार्यक्रमलाई ढिला नगरी यिनै सृजनाहरूलाई उठाउने अनुमति माग्छु। कार्यक्रमको सुरुवातमा मैले नौलो प्रस्तुति कविता संग्रहबाट लिएको कवि सिंहराज खड्काको सगरमाथा शीर्षकको कवितालाई लिन गइरहेको छु। उहाँको ठेगाना बसन्तपुर 1 रातोपानी तेह्रथुम। उहाँको सगरमाथा शीर्षकको कविता यसरी अगाडि बढ्छ। पर्यटक चढ्न गए सगरमाथा चुचुरो, हिमालमा पहिरो गई 16 जना पुरियो। 30 जना लास भए 3 जना गुप्तवास, हिम पहिरोले छोपिदियो रोकी गयो श्वास। सबै जना पर्न गए सोलु बस्ने शेर्पा, दुःख पनि आउँछ हामीलाई ती लास देख्दा। अर्घखाँची जिल्ला भयो घटनाको मूल, अकाल मृत्यु धेरैको भो भयो शोकाकुल। कहिले हवाईजहाज खस्छ कहिले लड्छन् गाडी, उड्दा उड्दै जहाज खस्छ बाटो छोडी गाडी। दुर्गम जिल्ला अर्घखाँची बाटो पर्छ पहाडी, अकालमा मृत्यु भयो मोटर जहाज झरी। कठै बरा सबै मरे छोटो रहेछ नि आयु, मर्ने त मरि गए लाग्छ होला अब वायु। कालले मरिन्छ जिब्रोलाई आउँछ दोष, गाडी चलाउनेले राम्रो पुर्याउनु पर्छ होस। अबको क्रममा मैले ओयाकजुङ 8 तेह्रथुम घर भई हाल चाहिँ म्याङलुङ नगरपालिकामा बसोबास गर्दै आउनुभएको जुनु योगीको कवितालाई लिन गइरहेको छु। उहाँको कविताको शीर्षक छ जिन्दगी। दुःख र सुख, हाँसो अनि आँसुको सङ्घर्ष हो जिन्दगी। उकाली र ओह्राली भन्ज्याङ चौतारी हो जिन्दगी। मोल छैन जिन्दगीको, अनमोल छ जिन्दगी।
यात्राहरू गर्दा गर्दै कतिखेर माटोमै मिल्छ जिन्दगी। ढुङ्गा माटो र माटो ढुङ्गाको भर चाहिँ प्रकृतिको छहारा, हामी सबै प्राणी एक अर्काको जीवन सहारा। जिन्दगी यो फुल जस्तै के हुने हो मानिसको चोला, जिन्दगीले कहाँसम्म पुर्याउँछ टुङ्गो कहाँ होला। बदलिन्छ मौसम, बदलिन्छ जोबन, बदलिन्छ आनी बानी, हार जित गर्दा गर्दै तेरो मेरो भन्दा भन्दै बित्छ जिन्दगानी। ढुङ्गा माटो र माटो ढुङ्गाको भर चाहिँ प्रकृतिको छहारा, हामी सबै प्राणी एक अर्काको जीवन सहारा। अब भने म कार्यक्रमको लागि आएको फेसबुक कमेन्टलाई लिन गइरहेको छु। फेसबुक कमेन्ट मार्फत गजल पठाउने स्रष्टा हुनुहुन्छ सञ्जय एसआर लिम्बू। उहाँको ठेगाना पुत्के पुचाटोल सिम्लेचार तेह्रथुम। उहाँको गजलको शेरहरू यसरी अगाडि बढ्छन्। अर्कै भए त्यो दिलभित्र मरिदिउँला म, संसार छोडी स्वर्गतिर सरिदिउँला म। अर्कै भए त्यो दिलभित्र मरिदिउँला म, संसार छोडी स्वर्गतिर सरिदिउँला म। तिमी टाढा भएपछि नबोलाए कालले, बरु कसम आत्महत्या गरिदिउँला म, बरु कसम आत्महत्या गरिदिउँला म। बाँच्नु तिमी उसैसँग हाँगा पात जस्तै गरी, पातबाट शीत झरे झै झरिदिउँला म, पातबाट शीत झरे झै झरिदिउँला म। निम्तो दिनु अन्तिम पटक भेट्न बिहेमा, आँसु आए नि फुलै फुल छरिदिउँला म, आँसु आए नि फुलै फुल छरिदिउँला म। यो जन्ममा साथ तिमीले दिन नसके नि, भन अर्को जुनी माया भरिदिउँला म, भन अर्को जुनी माया भरिदिउँला म। अर्कै भए त्यो दिलभित्र मरिदिउँला म, संसार छोडी स्वर्गतिरै सरिदिउँला म, संसार छोडी स्वर्गतिरै सरिदिउँला म। यसै क्रममा मैले फक्ताङलुङको फेदीबाट गजल सङ्ग्रहबाट लिएको एउटा गजललाई उठान गर्न गइरहेको छु, जुन गजलका गजलकार हुनुहुन्छ मधु अजित केरुङ। उहाँको ठेगाना याङनाम पान्थर। उहाँका गजलका शेरहरू यसरी अगाडि बढ्छन्। हिजो आज हाटमेलामा तर्किएर किन हिँड्छौ, एकान्तमा आफू आफै सर्किएर किन हिँड्छौ। हिजो आज हाटमेलामा तर्किएर किन हिँड्छौ, एकान्तमा आफू आफै सर्किएर किन हिँड्छौ। चौतारोमा बाटो छ कि माया गर्छु भन्दा पनि, चौतारोमा बाटो छ कि माया गर्छु भन्दा पनि, एकहोरो रिस देखाई झर्किएर किन हिँड्छौ। हिजो आज हाटमेलामा तर्किएर किन हिँड्छौ। जता जान्छु उतैबाट नजर तिम्रो देखाएर, जता जान्छु उतैबाट नजर तिम्रो देखाएर, यतैतिर मेरो सामु फर्किएर किन हिँड्छौ। एकान्तमा आफू आफै सर्किएर किन हिँड्छौ। मुटु जोड्ने बहानाले जिन्दगी नै त्यागेपछि, मुटु जोड्ने बहानाले जिन्दगी नै त्यागे पनि, यत्र तत्र मेरो माया छर्किएर किन हिँड्छौ। एकान्तमा आफू आफै सर्किएर किन हिँड्छौ। हिजो आज हाटमेलामा तर्किएर किन हिँड्छौ। मसँग भइदिए जेसुकै आँट्न सक्छु म। तिमी मसँग भइदिए जेसुकै आँट्न सक्छु म। हेरेर तिमीलाई नै, हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु म। तिमी मसँग भइदिए।
लाग्दछ बाँच्न सक्छु म तिमी मसँग भइदिए बोलेर सत्य तिमीलाई पाइन्न भने छ कसम बोलेर सत्य तिमीलाई पाइन्न भने छ कसम बोलेर सत्य तिमीलाई पाइन्न भने छ कसम झूठो यो दुनिया तके झूठो यो दुनिया तके भगवानलाई ढाट्न सक्छु म तिमी मसँग भइदिए चाहन्नमति आँखामा आँसुको कोही राज्य होस् चाहन्नमति आँखामा आँसुको कोही राज्य होस् चाहन्नमति आँखामा आँसुको कोही राज्य होस् उदासी तिम्रा पलसँग उदासी तिम्रा पलसँग हर खुसी साट्न सक्छु म तिमी मसँग भइदिए जेसुकै आँट्न सक्छु म हेरेर तिमीलाई नै हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु म जिन्दगी काट्न सक्छु म जिन्दगी काट्न सक्छु म बदलिदो युगको आवाज आवाज बदलिदो युगको आवाज आवाज सामुदायिक उन्नति र विकासको संवाद रेडियो मेन्चायम हो रेडियो मेन्चायम हो रेडियो मेन्चायम 103.4 मेगाहर्ज यो छोटो विश्राम पश्चात तपाईलाई पुनः स्वागत छ। यति बेला हामी रेडियो मेन्चायम 103.4 मेगाहर्जबाट प्रसारण हुने साप्ताहिक कार्यक्रम मेरो कलम मेरो सृजनामा छौं। अब भने फेरि पनि कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु तपाईकै सृजनाहरूबाट। अब भने म शालिक उभिएर गोर्खाली शीर्षकको साहित्यिक पुस्तकबाट एउटा कवितालाई लिन गइरहेको छु जसका लेखक हुनुहुन्छ रक्ष राई। कविताको शीर्षक छ पल्टनेलाई सम्झिँदै।
पल्टनबाट पैसा त आयो पल्टने आएन, बगेको खोला फर्कियो मेरो पल्टने फर्केन। बेचियौ तिमी किनियौ हामी साटियौ पैसामा, बेचियौ तिमी किनियौ हामी साटियौ पैसामा, नियति बज्र्यो यो सिउँदो माथि मार्यौ नि वैंशमा। लाहुरबाट सब थोक आयो लाहुरे आएन, सङ्घारको फोटो खसेर फुट्यो मेरो केही रहेन। वैशाख लाग्दा बन्चरी नाच्दा पाक्नेछ काफल, वैशाख लाग्दा बन्चरी नाच्दा पाक्नेछ काफल, त्यही छेका पारी फर्केर आउने तिमी थियो भाकल। धागोले बाँधी यो चिठी आयो परदेशी आएन, सुनको बाला मखमली चोला त्यो कामै रहेन। तिमी त ढल्यौ लागेर गोली म मर्दै बाँचेछु, तिमी त ढल्यौ लागेर गोली म मर्दै बाँच्दैछु। तिमी त हार्यौ त्यो दुःखसँग म अझै लड्दैछु। परदेशबाट सुनको सुन त आयो घरको जुन आएन, अँध्यारो देख्छु जोरबत्ती अघि मेरो घाम रहेन, अँध्यारो देख्छु जोरबत्ती अघि मेरो घाम रहेन। यसै क्रममा मैले सङ्गम साहित्यिक पुस्तकबाट लिएको एउटा गीतलाई उठान गर्न गइरहेको छु, जुन गीतका गीतकार हुनुहुन्छ लेकाली कान्छा मुकुम। उहाँको ठेगाना हाङदेवा 2 ताप्लेजुङ। उहाँको गीत यसरी अगाडि बढ्छ। फेवा बन्न पाए हुन्थ्यो रारा बन्न पाए हुन्थ्यो, दुनियाँको प्यास मेट्ने धारा बन्न पाए हुन्थ्यो। फेवा बन्न पाए हुन्थ्यो रारा बन्न पाए हुन्थ्यो, दुनियाँको प्यास मेट्ने धारा बन्न पाए हुन्थ्यो। आफू भिजी अरूलाई ओत दिने पार्टी देख्दा, आफू भिजी अरूलाई ओत दिने पार्टी देख्दा, माया बाढी नरित्तिने धरतीको छाती देख्दा, यस्तो लाग्छ दुःख रेट्ने आरा बन्न पाए हुन्थ्यो, दुनियाँको प्यास मेट्ने धारा बन्न पाए हुन्थ्यो। मान्छे ठग्ने डुङ्गा भन्दा हृदयको पुल दिने, रङ्गी चङ्गी कुरा भन्दा ममताको फुल दिने। मान्छे ठग्ने डुङ्गा भन्दा हृदयको पुल दिने, रङ्गी चङ्गी कुरा गर्दा ममताको फुल दिने। शुद्ध मनको बुद्ध जस्तै तारा बन्न पाए हुन्थ्यो, दुनियाँको प्यास मेट्ने धारा बन्न पाए हुन्थ्यो। फेवा बन्न पाए हुन्थ्यो रारा बन्न पाए हुन्थ्यो, दुनियाँको प्यास मेट्ने धारा बन्न पाए हुन्थ्यो, दुनियाँको प्यास मेट्ने धारा बन्न पाए हुन्थ्यो। अब भने म संकल्प कविता संग्रहबाट लिएको एउटा कवितालाई लिन गइरहेको छु, जसको लेखक हुनुहुन्छ बाबुराम श्रेष्ठ वर्षा। उहाँको जन्मस्थान ताप्लेजुङ खेवाङ। उहाँको कविताको शीर्षक छ ऊ भैँसी गोठालो। ऊ भैँसी गोठालो गोठमा बस्ने गर्छ, लाउनेको सोख छैन धोती भए पुग्छ, बिछ्याउन चाहिँदैन गुन्द्री भए सुत्छ, महलको सोख छैन गोठ भए पुग्छ, पानी ट्याङ्की चाहिँदैन ढुङ्ग्रो भए हुन्छ, साबुन चाहिँदैन रिट्ठाले नुहाउँछ, कति पढे कसले मतलब छैन दुधको हिसाब जाने पुग्छ, खाट चाहिँदैन भकारो भए सुत्छ, सर सफाई जान्दैन गोबर पचाइदिन्छ, औषधि के हो जान्दैन गोरु समान मस्त छ, घाँस दाउरा ल्याउँदा जङ्गलै उठाइदिन्छ। ऊ भैँसी गोठालो गोठमा बस्ने गर्छ, देशमा के हुँदैछ मतलब छैन, भैँसीको बारेमा पशु वाक्य छ, कुँडेमा दुध तताउँछ कुराउनी आफै खान्छ, कमिलाको तरसँगै ढिँडो चपाइदिन्छ, संविधान जान्दैन लोकतन्त्र बुझ्दैन, समावेशी गणतन्त्र गाई भैँसीमा छ, लोकतन्त्र भन्दा गोठतन्त्र राम्रो छ, प्रजातन्त्र भन्दा गोठ स्वतन्त्र छ, ऊ भैँसी गोठालो गोठमा बस्ने गर्छ। अब भने म अनलाइन वेबसाइटबाट लिएको गजललाई उठाउन गइरहेको छु, जुन गजलको शेरहरू यसरी अगाडि बढ्छन्। परिवर्तन आउँछ आउँछ सबै सधैँ यसो भन्ने गर्छन्, परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्, परिवर्तन आउँछ आउँछ सबै सधैँ यसै भन्ने गर्छन्, परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्, प्रजातान्त्रिक अभ्यास हो रे राजनीतिमा सबै छिरे, प्रजातान्त्रिक अभ्यास हो रे राजनीतिमा सबै छिरे, त्यही अभ्यास महिनै पछि अनेक थरी पार्टी फेर्छन्, परिवर्तन आउँछ आउँछ सबै सधैँ यसो भन्ने गर्छन्, देश पछि भएर के भो र नेता सबै अघि यहाँ,
देशपछि भएर के भो र नेता सधैँ अघि यहाँ मौका पाउँदा यहाँ केवल आफ्नै फाइदा हेर्ने गर्छन्। परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्। नामका यिनी क्रान्तिकारी बोली उनको बुझ्नै गाह्रो। नामका यिनी क्रान्तिकारी बोली उनको बुझ्नै गाह्रो। यिनका कुरा नसुनेमा मरुला झैँ गरी घेर्छन्। परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्। परिवर्तन आउँछ सबै सधैँ यसो भन्ने गर्छन्। परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्। यति बेला हामीले राखिसकेका छौँ केही स्रष्टाहरूको सिर्जना र कार्यक्रमको लागि गीत। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अब भने तपाईँले पठाउनुभएका कार्यक्रमका अन्तिम चरणका सृजनाहरूलाई लिन गइरहेको छु। बादल पनि कुना पस्यो नदी बन्यो नीलो। बादल पनि कुना पस्यो नदी बन्यो नीलो। नाङ्गा नाङ्गा डाँडाहरू कतै छैन हिलो। नाङ्गा नाङ्गा डाँडाहरू कतै छैन हिलो। तातो तातो हावा चल्छ अझै तातो घाम। सकी नसकी गर्नुपर्छ अझै यहाँ काम। तातो तातो हावा चल्छ अझै तातो घाम। सकी नसकी गर्नुपर्छ अझै यहाँ काम। मरुभूमि खाडी मुलुक दुबै यसको नाम। दिल्ली प्रसाद खरेल मै हुँ गर्छु यहाँ काम। मरुभूमि खाडी मुलुक दुबै यसको नाम। दिल्ली प्रसाद खरेल मै हुँ गर्छु यहाँ काम। मैले दिल्ली प्रसाद खरेलको गजलसँगै आजको कार्यक्रमको लागि लिएर आएका सबै सृजनाहरूलाई समाप्त गरिसकेको छु। यिनै सृजनाहरूसँगै मैले पनि आजको कार्यक्रमबाट बिदा मागेर जाने बेला हुन लागेको छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँसँग पनि यस्तै सृजनाहरू छन् भने पत्रचार गर्न सक्नुहुनेछ, जसको लागि पत्र पठाउने ठेगाना हो कार्यक्रम मेरो कलम मेरो सृजना, रेडियो मेन्सेमको कार्यालय म्याङलुङ 1 रतनपुर तेह्रथुम। त्यस्तै तपाईँले फेसबुक कमेन्ट पनि गर्न सक्नुहुनेछ। फेसबुक कमेन्टको लागि मेरो कलम मेरो सृजनामा तपाईँले आफ्नो सृजना पोस्ट गर्न सक्नुहुनेछ। यिनै जानकारी सँगै कार्यक्रम मेरो कलम मेरो सृजनाबाट फेसबुक कमेन्ट गर्नुहुने साथीहरू, साहित्यिक पुस्तकका स्रष्टाहरूलाई धेरै धेरै धन्यवाद दिँदै र अन्त्यमा वेबसाइटका स्रष्टाहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रमबाट म विनोद तेयुङ पनि बिदा हुन चाहन्छु। नमस्कार, सेवारो, ह्यापी दशैं।